यो लसुनबारी, लसुनमा रायो साग। यहाँ पनि लसुन बारी हो, यो पनि रायोको साग छ, हामीलाई खानलाई हुन्छ। त्यसपछि आएर यहाँ पनि रायो साग छ। त्यसपछि यहाँ छ्यापी प्लस तोरी छरेको चाहिँ यति राम्रो आएको छ, तर आज चाहिँ म यहाँ भर्खरै छरेको छु। लसुनमा चाहिँ तोरी लगाएको थिएँ, आज चाहिँ यो टिप्नु पर्यो भनेर है। स्टार्ट ल, यति राम्रो भएको छ तोरीको साग। आज उखेलेर लानु पर्यो। मौसम पनि एकदम राम्रो छ, तातो भइरहेछ। एकदमै अर्ग्यानिक साग है, तोरीको कलिलो टिक्क भइरहेछ। यो चाहिँ लसुन रोपेर खाली राख्नुभन्दा भनेर मैले छरेको। साह्रै राम्रो आएको छ, कलकलाउँदो भएर त्यो खेलिसकेको छु। यहाँ खोलेर राखेको छु, यस्तो छ। एकदमै अर्ग्यानिक साग खाल्दैछु लसुनबारीमा। गरे त तोरीले केही पनि असर गरेन, मेरो लसुन यति राम्रो आएको छ। ट्याक्क मैले लसुनबाट तोरीको साग निकालिसकेको छु, एक बाटो भएको छ। यहाँ छेपीमा पनि त्यस्तै राम्रो आएको छ। मतलब 4-5 दिनपछि ठिक्क हुन्छ।